नमस्ते, तपाईँहरू सन्चै हुनुहुन्छ होला। सन्चैको आशा गरी म पनि सन्चै छु। आज डल्ले च्याउको सब्जी बनाउन लाग्दैछु, तपाईँहरू पनि आउनुहोस् है त। डल्ले च्याउको तलको भागलाई काटेर फ्याँकिदिएँ अनि आटाको पिठो लिएर माटो भएको भाग जति रगटे माटो सबै फ्याँकिसके पछाडि पानीले 3-4 पानी पखालेर मनतातो पानीमा त्यसलाई डुबाएर छोडिदिएँ। मसलाको लागि अदुवा, लसुन, प्याज, टमाटर तयार गरेँ। अदुवालाई कोर्यासोमा मसिनो हुने गरी कोरेँ अनि मनतातो पानीमा डुबाएर छोडेको च्याउलाई 2 फक्राटा हुने गरी काटिसके पछाडि मिट मसलामा मिक्स गरेर छोडिदिएँ। कुकरमा घिउ बसाएँ। घिउ बसाइसके पछाडि जिरा, लसुन, प्याज पुराएँ। प्याज पुराइसकेपछि एकछिन रातो हुने गरी छोडिदिएँ अनि त्यस पछाडि टमाटरलाई पनि हालेर पाक्न छोडिदिएँ। टमाटर पाक्न छोडिदिए पछाडि यतिको भइसकेको छ अनि अदुवा, बेसार, नुन, धनियाँको धुलो लगाएर एकछिन पाक्न छोडिदिएर पुनः पानी हालेर 2 सिटी लगाएँ। 2 सिटी लगाइसके पछाडि यस्तो बनेको छ ग्रेभी चाहिँ। प्यानमा घिउ बसाइसके पछाडि अघि मिट मसलासँग मिक्स गरेको च्याउ पुराएँ। अदुवा माथिबाट हालेँ अनि ग्रेभीमा मिक्स गरेँ। पुराएको च्याउ 2 सिटी लगाएँ।